मेथड भनेर भनेको छ ओके न डिस्क्राइबिङ मेथड भनेपछि के गर्नु पर्यो भन्दाखेरि हामीले सेन्टेन्समा लेख्नु पर्यो हो वी एक्सप्रेस इन द सेन्टेन्स सेन्टेन्सको फर्ममा लेख्नु पर्यो ल यसलाई सेन्टेन्सको फर्ममा लेख्दाखेरि डिस्क्राइबिङ डिस्क्राइबिङ मेथडमा लेख्दाखेरि है अब डिस्क्राइबिङ मेथडबाट लेख्दाखेरि यहाँ भएको सेट के दिएको छ पहिला यो लेख्नु यो रोस्टर फर्म अथवा लिस्टिङ मेथडमा छ है त हो छ अनि यसलाई डिस्क्राइबिङ मेथडमा 2 4 8 9 9 कर्ली ब्र्याकेट दिएको छ है हेर त 9 पनि दिएको छ यहाँ है त ध्यान देऊ अब यसलाई वेल डिफाइन हुने गरेर डिस्क्राइबिङ मेथडबाट कसरी लेख्ने होला भन त वेल डिफाइन गर्नुलाई वेल डिफाइन हुन्छ यो मिस्टेक छ यहाँनिर है यो मिस्टेक छ क्वेसन त्यसैले यो 9 हटाउनु पर्छ हामीले हो यो 9 हट्नै पर्छ यहाँनिर 9 हटाएर गर्नु ल यो क्वेसनमा पनि है तिमीहरूको बुकमा पनि 9 हटाएर गर्नु ल किनभने वेल डिफाइन हुँदैन अब वेल डिफाइन यो कसरी भयो भन्दाखेरि 2 4 6 8 भनेको त प्राइम नम्बर हो हैन के अरे सरी इभन नम्बर हो इभन नम्बर भनेपछि जोड संख्या which has paired paired भएको नै के हो त इभन नम्बर जोड नम्बर हो जोड संख्याहरु छ त्यसैले यसलाई हामी डिस्क्राइबिङ मेथडमा लेख्दा के गर्नु त a equals to the set of इभन नम्बर कति सम्म त इभन नम्बर त फाइनाइट हुन्छ त इभन नम्बर लेस देन कति छ 10 भन्दा सानो छ यो है यसरी चाहिँ हामीले लेख्न पर्छ है त ओके नम्बर 3 को ए 3 मा के भनेको छ Write each of the following sets in the set filter method बाट लेख्नुहोस् भनेको छ हैन त अब set filter method बाट लेख्नु set filter method बाट हामी लेख्ने होला है ल A equals to ल 10 सम्म दिएको छ तर यो कस्तो खालको नम्बर होला बिल्डर मेथड यो लिस्टिङ मेथड भन्दै छ सेट फिल्टर मेथडबाट लेख्नु पर्ने छ सेट फिल्टर मेथड लेख्दाखेरि के गर्ने so set of the set x such that x y such that y को फर्ममा लेख्यो भने चाहिँ सेट फिल्टर मेथड हुन्छ हैन भ्यारिएबलमा जेनरेट गर्ने के भ्यारिएबलमा रिप्रेजेन्ट गर्यो भने त्यसलाई के भन्छ त सेट फिल्टर मेथड हो भ्यारिएबलमा त्यहाँ भएको एलिमेन्टलाई चाहिँ यहाँ भएको एलिमेन्टलाई चाहिँ भ्यारिएबलको फर्ममा रिप्रेजेन्ट गर्छ है त भनेपछि a equals to लाभहरु x such that x is a even number up to भनेको सम्म up to कति सम्म त 10 है त पुरा बुझ्यो नि up to कति नम्बर छ भने 10 ल यसरी लेख्नु पर्छ 2 4 6 8 भनेको त
इभन नम्बर भयो कतिसम्मको नम्बर जनाउँछ त x भनेको 2 पनि जनाउन सक्छ 7 पनि जनाउन सक्छ 10 पनि एनी नम्बर हो नि त x मिन्स भ्यारिएबल हैन एनी